हेलो हेलो एभ्रिवान, म चाहिँ अहिले रुकुममा छु। यो चाहिँ पश्चिम रुकुम। यहाँ चाहिँ यो चाहिँ ठुलीभेरी नदी। यो चाहिँ भेरी नदी हो, हेर्नुहोस् एकदम ठुलो छ, राम्रो छ ठाउँ। यता झुलुङ्गे पुल रहेको छ भने यो चाहिँ झुलुङ्गे पुल भयो गाइस। म चाहिँ अहिले पुलमा आएको छु। यहाँ नानीहरू स्कुल जान लाग्छन्। कहाँ पढ्छौ नानी? कतिमा पढ्छौ? कहाँ छ स्कुल? यस्तै छ गाइज। म आएको चाहिँ 3 दिन जति भयो। म अस्ति आइपुगेको। अनि त्यो मन्दिरमा चाहिँ सप्ताह लाग्दैछ। त्यही सप्ताहको लागि चाहिँ हामी यहाँ डिजे साउन्ड लिएर आएको है। यस्तै छ। अब एक हप्ता हामी हिँड्छौँ।